कल्पना गर्नुहोस्, एउटा यस्तो सहर जहाँ धन, विलासिता र शक्ति सबै थियो। मानिसहरू अत्यन्त समृद्ध थिए, तर उनीहरूको जीवनमा नैतिकता र न्याय हराइसकेको थियो। त्यहाँ अन्याय, हिंसा र घमण्डले ठाउँ लिएको थियो। अन्ततः एक दिन आकाशबाट आगो र गन्धक बर्सियो र केही क्षणमै सम्पूर्ण सहर ध्वस्त भयो। के तपाईँले कहिले सोच्नु भएको छ, किन यस्तो भयो? किन परमेश्वरले दुई सम्पूर्ण सहर नष्ट गर्नुभयो? र यो घटनाबाट आजको संसारले के सिक्न सक्छ? आजको भिडियोमा हामी बाइबलमा वर्णन गरिएको सदोम र गमोराको रहस्य र चेतावनीपूर्ण घटना जान्नेछौँ। धेरै समय पहिले एर्दन नदीको सुन्दर उपत्यकामा दुई अत्यन्त समृद्ध सहरहरू थिए, सदोम र गमोरा। ती सहरहरू हरियालीले भरिएको भूमिमा बसेका थिए। खेतहरू उर्वर थिए, पानी प्रशस्त थियो, व्यापार फस्टाएको थियो र मानिसहरू धन सम्पत्तिमा धनी थिए। बाहिरबाट हेर्दा ती सहरहरू स्वर्ग जस्तै देखिन्थे। सडकहरूमा भिडभाड हुन्थ्यो, बजारहरूमा किनमेल गर्ने मानिसहरूको चहलपहल हुन्थ्यो र राति सहर उज्यालो बत्तीले चम्किन्थ्यो। तर त्यो बाहिरी चमकभित्र एउटा गहिरो अन्धकार लुकेको थियो। समय बित्दै जाँदा सदोम र गमोरा सहरका मानिसहरू घमण्डी, स्वार्थी र निर्दयी हुँदै गएका थिए। उनीहरूले आफ्नो धन र शक्तिमा गर्व गर्न थालेका थिए, तर उनीहरूको हृदयमा दया र न्याय हराइसकेको थियो। गरिब र कमजोर मानिसहरूलाई कसैले सहयोग गर्दैनथ्यो। अन्याय, हिंसा र अनैतिकता सामान्य कुरा बनिसकेको थियो। त्यही समयमा परमेश्वरका एक महान सेवक अब्राहम पृथ्वीमा बाँचिरहेका थिए। अब्राहम विश्वास र धर्मको जीवन जिउने मानिस थिए। परमेश्वरसँग उनको विशेष सम्बन्ध थियो र उनले सधैँ परमेश्वरको आज्ञा पालन गर्ने प्रयास गर्थे। एक दिन परमेश्वरले अब्राहमलाई एउटा गम्भीर कुरा बताउनुभयो। परमेश्वरले भन्नुभयो कि सदोम र गमोरा सहरहरूमा पाप यति धेरै बढिसकेका छन् कि अब न्याय गर्ने समय आएको छ। ती सहरहरूका मानिसहरूको अन्याय र भ्रष्टाचार आकाशसम्म पुगेको छ र त्यसैले ती सहरहरू नष्ट हुनेछन्। यो कुरा सुनेपछि अब्राहमको मन अत्यन्त भारी भयो। उनले तुरुन्तै आफ्नो भतिजा लोतलाई सम्झे, जो सदोम सहरमा बसिरहेका थिए। अब्राहम दयालु मानिस थिए। उनले सोचे, यदि सहरमा केही धर्मी मानिसहरू छन् भने के उनीहरू पनि पापीहरूसँगै नष्ट हुनेछन्? त्यसैले अब्राहमले परमेश्वरसँग प्रार्थना गर्दै बिन्ती गरे। अब्राहमले आदरपूर्वक सोधे, हे प्रभु, यदि त्यो सहरमा 50 धर्मी मानिसहरू छन् भने के तपाईँ उनीहरूलाई पापीहरूसँगै नष्ट गर्नुहुन्छ? परमेश्वरले उत्तर दिनुभयो, यदि त्यहाँ 50 धर्मी मानिसहरू भेटिए भने म सम्पूर्ण सहरलाई बचाउने छु। अब्राहम अझै चिन्तित थिए। उनले फेरि सोधे, यदि त्यहाँ 45 मात्र भेटे भने? परमेश्वरले भन्नुभयो, त्यस अवस्थामा पनि म सहर नष्ट गर्ने छैन। अब्राहमले फेरि सोधे, 40 भयो भने? 30 भयो भने? 20 भयो भने? अन्ततः उनले साहस गरेर अन्तिम प्रश्न गरे, हे प्रभु, यदि त्यहाँ 10 धर्मी मानिस मात्र भयो भने? परमेश्वरले उत्तर दिनुभयो, यदि त्यहाँ 10 धर्मी मानिस भेटिए भने पनि म सहरलाई बचाउने छु। तर वास्तविकता भनेको सदोम सहरमा यति धेरै धर्मी मानिसहरू थिएनन्। त्यसैले परमेश्वरले सहरको अवस्था हेर्न 2 स्वर्गदूत पठाउनु भयो। ती स्वर्गदूतहरू मानिसहरूको रूप लिएर साँझपख सदोम सहरमा पुगे। त्यही समयमा लोत सहरको ढोकामा बसिरहेका थिए। जब उनले ती अपरिचित मानिसहरूलाई देखे, उनले तुरुन्तै उनीहरूलाई स्वागत गरे। लोतले सम्मानपूर्वक भने, कृपया मेरो घरमा आउनुहोस्। आज रात यहाँ बस्नुहोस्, खाना खानुहोस् र आराम गर्नुहोस्। सुरुमा ती मानिसहरूले बाहिरै बस्ने कुरा गरे, तर लोतले धेरै आग्रह गरेपछि उनीहरू अन्ततः उनको घरमा गए। लोतले आफ्नो पाहुनाहरूका लागि खाना तयार गरे। घरभित्र शान्त वातावरण थियो, तर त्यो शान्ति धेरै समय टिकेन। केही समयपछि सहरका मानिसहरूले लोतको घरमा
अपरिचित पाहुनाहरू आएको कुरा थाहा पाए। त्यसपछि सहरका धेरै मानिसहरू लोतको घर वरिपरि जम्मा भए। उनीहरूको व्यवहार क्रूर र आक्रामक थियो। उनीहरूले लोतलाई ती पाहुनाहरू बाहिर ल्याउन माग गरे। लोत बाहिर निस्किए र भिडलाई रोक्ने प्रयास गरे। उनले भने, कृपया यस्तो नराम्रो काम नगर्नुहोस्। यी मानिसहरू मेरो पाहुना हुन्। तर भिड अझै आक्रामक बन्दै गयो। त्यसपछि घरभित्र रहेका स्वर्गदूतहरूले हस्तक्षेप गरे। उनीहरूले लोतलाई भित्र ताने र बाहिरका मानिसहरूलाई अन्धो बनाइदिए। अचानक उनीहरूको आँखामा अन्धकार छायो र उनीहरू घरको ढोका खोज्दै भौतारिन थाले। त्यसपछि स्वर्गदूतहरूले लोतलाई एउटा गम्भीर चेतावनी दिए। उनीहरूले भने, परमेश्वरले यो सहर नष्ट गर्ने निर्णय गर्नुभएको छ। तिमी तुरुन्त आफ्नो परिवार लिएर यहाँबाट भाग। लोतले आफ्ना ज्वाइँहरूलाई पनि खबर गरे, तर उनीहरूले यो कुरा मजाक ठाने। उनीहरूले लोतको कुरा गम्भीरतापूर्वक लिएनन्। बिहान सबेरै स्वर्गदूतहरूले लोत, उनकी पत्नी र उनका 2 छोराहरूलाई सहरबाट बाहिर ल्याए। उनीहरूले भने, भाग, आफ्नो जीवन बचाऊ, पछाडि फर्केर नहेर, नत्र तिमी पनि नष्ट हुनेछौ। लोतको परिवार सहरबाट टाढा भाग्न थाल्यो। त्यसै समयमा आकाशमा अचानक कालो बादल देखा परे। केही क्षणपछि आकाशबाट आगो र गन्धक बर्सिन थाल्यो। आगोको वर्षाले सदोम र गमोरा सहरहरूलाई पूर्ण रूपमा ढाक्यो। घरहरू, महलहरू, बजारहरू सम्पूर्ण आगोले जलेर खरानी भए। केही समयमै ती समृद्ध सहरहरू पूर्ण रूपमा नष्ट भए। तर भाग्दै गर्दा एउटा दुःखद घटना भयो। लोतकी पत्नीले सहरतर्फ फर्केर हेरिन्। सायद उनले आफ्नो घर, आफ्नो जीवन वा आफ्नो सहरलाई अन्तिम पटक हेर्न चाहिन्। तर त्यसै क्षण उनी नुनको स्तम्भमा परिणत भइन्। लोत र उनका 2 छोरीहरूले त्यो दृश्य देखेर स्तब्ध भए, तर उनीहरू रोकिन सकेनन्। उनीहरूले आफ्नो यात्रा जारी राखे र अन्ततः पहाडमा सुरक्षित स्थानमा पुगे। यसरी सदोम र गमोरा सहरको अन्त्य भयो। एक समय अत्यन्त समृद्ध र शक्तिशाली रहेका ती सहरहरू केही क्षणमै इतिहास बने। लोत र उनका 2 छोरीहरू मात्र बाँचे। यो घटना केवल प्राचीन समयको एउटा घटना मात्र होइन, यो मानव समाजका लागि गहिरो शिक्षा दिने घटना हो। यसले बताउँछ कि जब मानिसहरू घमण्ड, स्वार्थ र अन्यायमा डुब्छन्, तब समाजको पतन सुरु हुन्छ। धन र शक्तिले मात्र समाजलाई महान बनाउँदैन। साँचो महानता न्याय, दया र नैतिकतामा हुन्छ। सदोम र गमोरा घटना आज पनि संसारभर मानिसहरूले सम्झन्छन्। धार्मिक शिक्षकहरूले यसलाई चेतावनीको रूपमा सुनाउँछन्। इतिहासकारहरू र विद्वानहरूले पनि यस घटनाको महत्त्वबारे चर्चा गर्छन्। यो घटना हामीलाई सम्झाउँछ कि गलत बाटोले अन्ततः विनाशतर्फ लैजान्छन्, तर सत्य र धर्मको बाटोले जीवनमा आशिष ल्याउँछ। आजको संसारमा पनि यो घटना धेरै सान्दर्भिक छ। समाजमा जब अन्याय, हिंसा र स्वार्थ बढ्छ, तब यो घटनाले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। यसले भन्छ, यदि हामी न्याय, दया र प्रेमको मार्ग छोड्छौँ भने त्यसको परिणाम राम्रो हुँदैन। त्यसैले सदोम र गमोरा घटना केवल एउटा धार्मिक घटना होइन, यो मानव इतिहासको एउटा शक्तिशाली चेतावनी हो। यसले हामीलाई सम्झाउँछ कि साँचो जीवन धन र विलासिता होइन, तर दया, न्याय र सत्यमा हुन्छ।